प्रकृतिलाई नियन्त्रण गर्नु, पञ्चतत्त्वमाथि विजय हासिल गर्नु, पृथ्वी जल अग्नि वायु आकाश तत्त्वमाथि महारत हासिल गर्नु र त्यसलाई आफ्नो अनुकूल चलाउन सक्नु र सिद्धिको गुणहरू। तर त्यसलाई चलाउँदैमा, त्यसलाई नियन्त्रण गर्दैमा के तपाईँले शिवपद प्राप्त गर्नुहुन्छ या परम सच्चित आनन्दको स्थिति प्राप्त गर्नुहुन्छ? तन्त्रको मूल उद्देश्य, साधनाको मूल उद्देश्य, मूल गुणतम रहस्य नै त्यो शिवपद प्राप्त गर्नु। उपादेय विज्ञान हेय तत्त्वहरूलाई त्याग गर्दै, जुन त्याज्य वस्तुहरू छन् त्यसलाई त्याग गर्दै हामी शुद्ध विज्ञानतर्फ अगाडि बढ्दै सदाशिव हुँदै शिवपद प्राप्त गर्छौँ। त्यो शिवपद भन्ने बित्तिकै शक्ति खै, शिव र शक्तिको बिचमा भिन्नता कहिले पनि देखाउँदैन। कुनै पनि साधकले जुन दृष्टिले उसले शिवलाई शक्तिबाट अलग र शक्तिलाई शिवबाट अलग देख्दछ उसको साधन निष्फल हुन्छ। गाउँले गरेका सम्पूर्ण जपहरू, क्रियाहरू, तन्त्रका क्रियाहरू, समस्त ध्यान साधनाहरू उसको निष्फल मानिन्छ। त्यसले गर्दा तीन दृष्टिकोण छन्, द्वैत, द्वैताद्वैत र अद्वैत, भेद, भेदाभेद, अभेद। भेदको अर्थ तपाईँले परमात्मा अलग हुनुहुन्छ, म अलग छु। मैले कहाँ शिव म कहाँ शिव हुन सक्छु, म कहाँ ब्रह्म हुन सक्छु, म कहाँ ब्रह्मको तत्त्व हो र म त अलग हुँ। भगवान शिव अगाडि प्रत्यक्ष प्रकट हुनुहुन्छ, त्यसपछि मैले समस्त सिद्धि प्राप्त गर्दछु, आशीर्वाद गर्दछु। त्यो दृष्टिकोणबाट परमात्मालाई अलग राखेर टुक्र्याएर जसले हेर्छ त्यो द्वैतवाद हो। त्यसले आफूलाई परम तत्त्वबाट, परम शिव तत्त्वबाट आफूलाई अलग राख्दछ या शक्ति शाक्त तत्त्वबाट अलग राख्दछ। र द्वैताद्वैत त्यो मार्ग हो जसले परमात्मा आउन पनि सक्नुहुन्छ, नआउन पनि सक्नुहुन्छ, हुन पनि सक्छ, नहुन पनि सक्छ। ऊ बिच कन्फ्युजनमा रहन्छ, बिचमा। त्यो मार्गीहरू पनि सिद्धिबाट अलग रहन्छन् या त्यो तत्त्व प्राप्तिबाट, सच्चित आनन्दको परम तत्त्व प्राप्तिबाट अलग रहन्छन्। त्यसले गर्दा अद्वैत हुनु नै तपाईँमा परमात्माको उदय हुनु। अद्वैतको मतलब के हो? म स्वयं शिवबाट कहिले पनि अलग छैन, एक पल एक रत्ती भर पनि म परमात्माबाट अलग छैन, त्यो शिवपदबाट अलग छैन, त्यो तत्त्वबाट, परम तत्त्व, परम सत्ता या ब्रह्म तत्त्वबाट म अलग छैन, त्यही समाहित छु। जसले त्यो भाव राखेर साधना गर्दछ या मन्त्र जप गर्दछ उसले अवश्यमेव सिद्धि प्राप्त गर्दछ, निसन्देह। अब सिद्धिको लक्षण के हुन्छ? अधिकांश यहाँ सायद ब्रह्मवादीहरू पनि हुनुहुन्छ होला। ब्रह्म मात्र, ब्रह्म सत्य, जगत मिथ्या, ब्रह्म मात्र सत्य हो, ब्रह्म अरू सबै जगत मिथ्या हो, झुट हो। आनन्द मात्र सत्य हो, आनन्दभन्दा बाहेक केही छैन। म त आनन्द पद प्राप्त गर्छु, म आनन्दै आनन्द छ, म आनन्दमा रमिरहेको छु, मजा आइरहेको छ, नाचिरहेको छु, गाइरहेको छु, झुमिरहेको छु। या प्रकृति र पुरुष बीचको भिन्नता र म पुरुष तत्त्वमा विलय हुनु या पुरुष या प्रकृति तत्त्वमा विलय हुनु, त्यो मोक्ष भनेर मानिरहेको तपाईँहरूको मध्ये पनि कोही हुनुहुन्छ होला त्यो मध्ये। या भगवान विष्णु मात्र सत्य हो, परा प्रकृतिमा विलय हुनु नै मोक्षको मार्ग प्रशस्त गर्नु हो भन्ने पनि हुनुहुन्छ होला कोही। र तन्त्रले के भन्छ? विशुद्ध वैष्णव पद्धतिलाई त्याग गर्नुपर्दछ, जसले त्यसले मोक्षमा लैजाँदैन भन्छ। जो वैष्णव मार्गीहरू हुनुहुन्छ त्यो त्याज्य हुनुहुन्छ, त्यो त्यसलाई त्याग गरेर अगाडि बढ्नुपर्छ शिवपद प्राप्तिको लागि। किनभने शिव र विष्णु या विष्णु र शिव अलग हो भनेर सोच्नु हुँदैन। पराप्रकृतिमा विलय हुनु मोक्ष हो भने चाहिँ त्यो पनि एउटा मल हो, आत्मामा लागेको विकार हो,
या संस्कृतमा दुईटा वचन छ, विज्ञानाकल र प्रलयाकल। संस्कृतको शब्द हो, शब्दावली हो। दुई मल अथवा विकारहरू, अज्ञानतातर्फ धकेल्ने तत्त्वहरू, जो मायाकै तत्त्व हो। र त्यही तत्त्वलाई हामीले विलय गराउँदै, साधनाद्वारा विलय गराउँदै शिवपद प्राप्त गर्नु या विज्ञानाकल र प्रलयाकलको विकारलाई आफ्नो चित्तबाट, त्यसलाई या आत्माबाट, तत्त्वबाट त्यसलाई विलय गराएर साधना पदमा अगाडि बढ्दै शिवपद प्राप्त गर्न सक्दछ। त्यसका के उपायहरू छन् त? र 3 मुख्य उपायहरू छन्। आडवको साधना, शाक्तको साधना र साम्बोपायको साधना। 3 साधना: आडवोपाय, शाक्तवोपाय, साम्बोपाय र शम्भुको पदसम्म, त्यो परम शिव पदसम्म जाने मार्ग। अब हठयोगीहरूले के भन्लान्, सिर्फ नाडीको शोधन गर्नु नै फेरि त्यो कुण्डलिनी जागरण गराएर मोक्ष प्राप्तिको मार्ग प्रशस्त गर्नु हो। त्यो नै मोक्ष हो, त्यो नै शक्ति। त्योभन्दा बाहेक अरू गऱ्यो भने समाप्त हुन्छ। नाथ सम्प्रदाय या गोरखनाथ पद्धतिमा हठयोगको साधना गरेर कुण्डलिनी जगाओ भन्ने मार्ग पनि छ। त्यो सबै आणवोपाय अन्तर्गत आउँदछ। किनभने तपाईँले अणुको साधना एकदम सूक्ष्माति सूक्ष्म तलमा गएर प्राणको साधनाद्वारा प्राणलाई जब साध्नुहुन्छ तब त्यो साध्य हुन्छ र त्यसले एउटा मार्ग प्रशस्त गर्छ या कुण्डलिनी जागरणको मार्गतर्फ लैजान्छ। ऋषिमुनिहरूले त्यसलाई भनेका छन् प्राणः प्राणस्य। यो सारा जगत प्राणमा निहित छ। प्राण बिना केही पनि छैन। ब्रह्म भनेकै प्राण हो। ब्रह्मको ब्र धातुको अर्थ हुन्छ के हुन्छ भन्दा प्राण अथवा तलमाथि हुनु, स्पन्दित हुनु, स्पन्दन हुनु, चल्नु, ऊर्ध्व अध हुनु, तलमाथि अपसाइड डाउन हुनु, ब्रको अर्थ हुन्छ। त्यसले हाम्रो प्राण शक्तिलाई नै प्रतिनिधित्व गर्दछ। प्राणः प्राणस्य। ब्रह्माण्डमा व्याप्त प्राण हामीभित्र पनि छ। हामीभित्र भएको प्राण तत्त्व ब्रह्माण्डमा पनि व्याप्त छ। तथा ब्रह्माण्ड यथा पिण्डे तथा ब्रह्माण्डे। ब्रह्माण्डमा जे छ हामीभित्र त्यही छ, पवित्र जे छ त्यो पनि त्यही छ। त्यही प्राणको तत्त्व। त्यसले गर्दा समस्त साधनाको गुण नै प्राण, क्रियाको गुण गुणतम रहस्य पनि प्राण। तपाईँहरूमध्ये कतिलाई थाहा छ क्रियाको बारे? हात उठाउन सक्नुहुन्छ? कसलाई थाहा छ त्यो विषयमा? जसले क्रियाको साधना गर्नुभएको छ या क्रियाको साधना गर्नुभएको छ, कोही हुनुहुन्छ यहाँ? नयाँमा कोही हुनुहुन्न? कोही पनि? त्यसको मूल गुणतम रहस्य नै प्राणकै साधना। यदि तपाईँले प्राणलाई साधना गर्दै जानुभयो भने प्राण जित हुन्छ। आसनको साधना गर्दै जानु भने आसन जित हुन्छ। जितासन भन्छ त्यसलाई। जसले आसनलाई जित्दछ त्यो जितासन। जसले प्राणलाई जित्दछ वो प्राणजित हो। जसले इन्द्रियलाई जित्छ वो इन्द्रजित हो। इन्द्रियहरूलाई जसले जित्दछ, जसले मनलाई जित्छ वो जितमना हो। यी सबै जति पनि मैले शब्दहरू लिएँ, यी सबै शब्दहरू हामीले योग साधना सुरु गर्नुभन्दा अगाडि हुनुपर्ने गुणहरू जुन हामीले अहिले साधना गर्न लागिरहेका छौँ, यो पनि एउटा योग मार्गकै साधना हो। भनेको मतलब योगको मतलब तपाईँले आसन या कुनै सिद्धासन लगाएर बस्ने या मुद्रा लगाउने या वृश्चिकासन या चक्रासन या दीपाग्रीवासन, तपाईँले जुन साधना योगका क्रियाहरू त्यो योग होइन, त्यसलाई हठ योग भन्छ। हठ योगका क्रियाहरू
र योगको अर्थ यो हो र योगी त्यसैलाई भनिन्छ जसले सिर्फ आफ्नो लागि मात्रै साधना गर्दैन, सारा जगतको लागि, चराचर जगतको लागि साधना गर्दछ र एउटा युनिभर्सल कन्सियसनेस, युनिभर्सल चेतनाबाट गाइडेड भएर उसले साधना गर्दछ, त्यो चाहिँ योगी भनिन्छ तन्त्रको भाषामा। जति पनि ध्यान गर्नुहुन्छ या न्यास गर्नुहुन्छ, न्यासद्वारा र प्राणद्वारा जुन प्राणको साधना गर्नुहुन्छ, कुण्डलिनीका साधना गर्नुहुन्छ, सबै योग अन्तर्गत हुन्छ। त्यसलाई योग भन्छ। योगद्वारा नै सिद्धाश्रम प्रवेश या ज्ञानगञ्ज प्रवेश या सिद्धहरूको भूमिमा प्रवेश गर्न सकिन्छ, जहाँ मन्त्रको साधना पनि हुन्छ, तन्त्रको बीजहरूको साधना हुन्छ, मातृकाहरूको साधना हुन्छ। संस्कृत वर्णमालाका 50 मातृकाहरू छन्। त्यो एक मातृका मन्त्र, एक शब्दावली मन्त्र हो र त्यो हाम्रो एक श्वासमा समाहित छ। संस्कृत भाषाको वर्णमाला या मन्त्रको समस्त बीजहरू हाम्रो एक श्वासमा समाहित हुन्छ। जब हामीले श्वास लिन्छौँ, श्वास छोड्छौँ, यो एक पूर्ण श्वास त्यो श्वासमा समाहित हुन्छ र स्वाभाविक श्वासको लम्बाइ, स्वाभाविक श्वासको गति 12 अङ्गुल हुन्छ। 12 अङ्गुल कसरी लिन्छ? यो अग्रभाग जुन छ यो द्वारा लिन्छ। त्यसरी नाप्दा जुन 12 अङ्गुल छ, त्यो 12 अङ्गुल श्वासको लम्बाइ हुन्छ। र हामीले धारणाको साधना गर्दा पनि 12 अङ्गुलको आयतकार या वर्गाकार स्वरूपमा हृदयमा ध्यान गर्नुपर्छ। सायद मैले देखेको पनि होला तपाईँलाई, स्वात्म द्वैरूप्य साधना, द्वैरूप्यानुसन्धान पनि भनिन्छ। आफ्नै स्वरूपलाई 2 रूपमा देख्ने, आफ्नै रूपलाई 2 भागमा विभाजन गरेर हेर्ने, स्वात्म द्वैरूप्यानुसन्धान साधना अथवा स्वात्म द्वैरूप साधना, जसद्वारा तपाईँले आफ्नो शरीरलाई एक स्थानमा बसेर 3-4वटा स्थानमा उपस्थित गर्न सक्नुहुन्छ। एक स्थानबाट तपाईँले अरू स्थानमा पनि आफ्नो उपस्थिति जनाउन सक्नुहुन्छ, या सूक्ष्म शरीरको यात्रा गर्न सक्नुहुन्छ, या सिद्धहरूको भूमिमा पनि प्रवेश गर्न सक्नुहुन्छ। धारणा भनेर हामीले त्यसलाई हेपिरहेका छौँ। धारणा भनेर हामीले त्यति साधनामा त्यति बल दिएको पाइँदैन। ध्यान त म भन्छु, ध्यान त एउटा घटित हुने अवस्था। यदि तपाईँ धारणा गर्दै जानुहुन्छ भने घटित हुने एउटा अवस्था, एउटा ह्यापनिङ या बिइङनेस, त्यो स्थिति ध्यान हो। न कि सिधै ध्यान। तपाईँले ध्यान के को गर्नुहुन्छ? कुन चिजको ध्यान गर्नुहुन्छ? यदि तपाईँले श्वासमा ध्यान दिनुभयो, त्यो पनि एउटा धारणा हो, श्वासले धारण गर्नुभयो। ध्यान त एउटा चेतनाको एउटा यस्तो परम स्थिति हो जुन आफै घटित हुन्छ। त्यसले गर्दा नो वन क्यान टिच यु द मेडिटेसन, व्हाट द मेडिटेसन इज। यो ब्रह्माण्डमा चाहे जुनसुकै तहमा जहाँ सिद्धाश्रमका समस्त सिद्ध पुरुष, सिद्ध ऋषिमुनिहरू अगाडि आउनुभयो, ध्यान तपाईँलाई ध्यान सिकाउन सक्नुहुन्न। किनभने ध्यान एउटा घटित हुने अवस्था हो। व्यक्तिको संस्कार, व्यक्तिको मनस्थिति, उसको मनोदशा अनुसार घट्ने एउटा परम स्थिति। इसलिए हामीले ध्यान साधना, ध्यान गर्दाखेरि म ध्यान के को गर्छु त भन्नुहोस् त। तपाईँ शून्यतामा विलीन हुनुहुन्छ भने त्यो पनि एउटा शून्यको धारणा गर्दै हुनुहुन्छ। यो आनन्द प्राप्तिको लागि भन्नुहुन्छ भने त्यो आनन्द मात्रै मैले खोजिरहेको छु, आनन्दमा मात्रै म विलय भइरहेको छु, त्यसमा म समाहित एकाकार भइरहेको छु भन्नुहुन्छ भने त्यो पनि फेरि आनन्दको धारणा हो। कहीँ न कहीँ केही चिज त तपाईँले धारण गरिरहनु भएको छ नि। त्यसैले ध्यान एउटा यस्तो स्थिति हो जुन अनिर्वचनीय छ, वचनमा व्यक्त गर्न सक्नुहुन्न। जसरी वचनमा व्यक्त गर्न सकियो भने त्यो क्रिया भयो या त्यो धारणा भयो। यदि त्यसलाई तपाईँले वचनमा व्यक्त गर्न सक्नुहुन्न, त्यो ध्यान भयो, त्यो ध्यानको स्थिति हो। त्यसैले कोही कसैले पनि तपाईँलाई ध्यान सिकाउन सक्दैन। ध्यान यही नै हो भन्दा परिभाषा दिन सक्दैन, किनकि समस्त शास्त्रको वचन अनिर्वचनीय छ। वचनमा व्यक्त गर्न नसक्नु ध्यान, वचनमा व्यक्त नहुने अव्यक्त भाव नै ध्यान हो।
त्यो स्थिति परम स्थितिले ध्यान हो। र हामीले तपाईँले मन्त्र साधना गर्नुहुन्छ, त्यसको तपाईँले धारण गर्नुभएको छ। धारणाद्वारा तपाईँ साधनामा अगाडि बढ्न सक्नुहुन्छ। अरू क्रियाहरू वशीकरण, मारण, स्तम्भन, मोहन यो धारणाद्वारा पनि सिद्ध हुन्छ। धारणाद्वारा पनि तपाईँ त्यसलाई क्रियाहरूलाई गर्न सक्नुहुन्छ, तन्त्रका क्रियाहरू गर्न सक्नुहुन्छ। र हामीले बुझ्नुपर्ने मुख्य कुरा, साधना मार्गमा यदि हामी तन्त्रको मार्गमा, परम शिवपदको मार्गमा, जुन मेरो मार्गमा अगाडि बढ्न चाहनुहुन्छ भनेदेखि हामी सर्वप्रथम मातृकाको दीक्षा प्रदान गर्छौँ। तर अहिले त्यो धेरै लेन्दी हुन्छ, धेरै लामो हुन्छ, अलिक जटिल पनि हुन्छ क्रियाहरू गर्न, र लामो समय पनि लाग्ने हुनाले पूर्ण क्रिया अहिले दीक्षाको क्रिया गर्न सकिँदैन आजको छोटो एक दिनको साधनामा। त्यसको लागि हामी 3-4 दिनको शिविर राख्दाखेरि त्यो बेलामा सम्भव हुन्छ। किनभने चित्त विस्फोटद्वारा बचाउनुको लागि, शिष्यलाई चित्त विस्फोटबाट बचाउनु गुरुको एउटा अहम भूमिका हुन्छ। भले तपाईँले गुरु मान्नुहोला, महाअवतार बाबाजी मेरो गुरु हुनुहुन्छ, या फलानु मेरो गुरु हुनुहुन्छ, प्रणव परमहंस मेरो गुरु हुनुहुन्छ, या ओशो मेरो गुरु हुनुहुन्छ, अथवा अरू कोही मेरो गुरु हुनुहुन्छ भनेर मान्नु। गुरु त्यसलाई भनिन्छ जोद्वारा तपाईँ दीक्षित हुनुहुन्छ। तपाईँ भगवान शिवलाई गुरु मान्न सक्नुहुन्छ, त्यसमा कुनै निसन्देह मान्न सक्नुहुन्छ। तर तपाईँलाई सशरीर जसले दीक्षा दिन्छ त्यो तपाईँको गुरु हुन्छ, या गुरुको पनि गुरु परम गुरु हुन्छ, त्योभन्दा पनि अझ गुरु परात्पर हुन्छ। यो सम्पूर्ण गुरुमण्डल चाहिँ परमेष्टि गुरु हुन्छ। र एउटा गुरुबाट तपाईँले दीक्षा प्राप्त ग्रहण गर्नुभयो भने त्यो गुरुको जो गुरुहरू हुन्छ पारमेष्टि गुरुसँग, त्यो एउटा परम्परासँग जोडिन्छ अटोमेटिकली दीक्षामा। र तपाईँले जो गुरुबाट दीक्षा लिनु ग्रहण गर्नुभएको छ त्यो तपाईँ गुरु होइन। तपाईँ उहाँको आदर्श मान्न सक्नुहुन्छ, एउटा सन्त साधु या इन्लाइटेड पर्सनको रूपमा तपाईँ मान्न सक्नुहुन्छ, सम्मान गर्न सक्नुहुन्छ, प्रणाम गर्न सक्नुहुन्छ। तर उहाँ गुरु हो। उहाँले तपाईँलाई जब साधनाको मार्गमा मार्ग प्रशस्त या मार्गदर्शन गर्नुपर्छ त्यति बेला उहाँको अनुपस्थिति हो। त्यसै त साधकहरू त्यसरी भड्किरहेका हुन्छ। योभन्दा अघिल्लो हाम्रो यही सुन्दरजनको शिविरमा 2 जना हुनुहुन्थ्यो, सायद यसपालि आउनु भएन होला, इन्फर्मेसन भएन होला। खिचडी साधना गर्दै हुनुहुन्थ्यो, खिचडी साधना गर्दा गर्दा अड्क्यो। सर उहाँहरू मन क्रान्तितिर अड्की खिचडी साधना गर्दै। अब एउटा यस्तो एउटा स्थिति आउँछ खिचडी साधनाको विषयमा, गर्दा गर्दै एउटा बिन्दुमा गएर तपाईँ स्तम्भित हुनुहुन्छ। चाहे स्तम्भित भयो, अब तपाईँ त्यहाँबाट अगाडि कसरी बढ्नुहुन्छ त? अब त्यहाँनिर गुरुको अहम भूमिका हुन्छ, त्यहाँ आएर गाइडेन्स गर्नुहुन्छ। साना साना खुड्किलाहरू हुन्छ, साना साना सोपानहरू हुन्छ जुन गुरुको गुणतम ज्ञानद्वारा मात्र त्यो खुल्दछ। मैले मेरो साधनाको दौरानमा म हिँड्दाखेरि एकजना खिचडी साधक, क्रियायोगी साधकसँग भेट भएको थियो। उहाँ सन्यासी नै हो, गोमक्कड सन्यासी, कहीँ पनि कहीँ आश्रममा स्थिर भएर रहन नसक्ने। र उहाँ र मेरो एकपटक मुलाकात भएको थियो, भेटघाट भएको थियो, कुराकानी भएको थियो। र उहाँ र हामी लगभग एउटा आश्रममा 1 हप्ताभन्दा बढी, लगभग 2 हप्ता जति सँगै बस्ने अवसर पनि जुटेको थियो। र उहाँ हिमालयको कन्दरादेखि लिएर कहिले कहाँ, कहिले नेपाल, कहिले भारत, कहिले कुन देश, कहिले कुन उहाँको मिला। र हरेक पटक नेपाल आइपुग्दा मलाई भेट्नुहुन्छ। र उहाँको के भएको थियो भन्दाखेरि एउटा गुरुको आश्रममा हामी भेट भएका थियौँ।
उहाँ साधना गर्दा गर्दा खेचरीको साधना गर्दा गर्दा एउटा यस्तो बिन्दुमा गएर अड्किनु भयो जहाँ अगाडि बताउने गुरु नै हुनु, कोही पनि गुरुलाई ज्ञानै छैन। समाधि लाग्छ उहाँलाई कमसेकम 3 घन्टा 4 घन्टा 5 घन्टा 8 घन्टा 10 घन्टासम्म समाधि लाग्छ। जब आसन लगाउनुहुन्छ त्यो समाधिको स्थिति प्राप्त हुन्छ। तर त्योबाट अझै अगाडि बढ्नुपर्ने एउटा स्थिति हुन्छ जहाँबाट हामी लोकान्तरको भ्रमण, त्यसपछि सिद्धाश्रमको प्रवेश, डिफ्रेन्ट रियाम्सहरूमा, हायर प्लेन भन्छ इङ्ग्लिसमा, या हामी लोकान्तर भनौँ, हायर रियाम्सहरूमा प्रवेश गरेर अरू फर्दर गाइडेन्स लिन सकिन्छ, अरू गुणोत्तम रहस्यहरू जान्न सकिन्छ। तर एउटा यस्तो बिन्दुमा आउँछ जहाँ चाहिँ अड्किन्छ साधना। र उहाँ त्यो अड्किनु भयो। अनि उहाँ जो गुरुको आश्रममा हामी थियौँ उहाँ त्योमा सिद्धहस्त हुनुहुन्थ्यो, क्रियायोगको पूर्ण सिद्धहस्त हुनुहुन्थ्यो, रामानन्द परमहंस। त्यसपछि उहाँ को आश्रममा 1 महिना जति बस्ने अवसर जुटेको थियो त्यो समय, र उहाँसँग अरू लगभग 15 दिन जति बस्यो। र उहाँले अब जति पनि आफ्नो खेचरीका क्रियाहरू सबै सिकाउनु भन्नुभयो। र त्यसै गरी कहाँनिर अड्केको कुरा पनि भन्नुभयो। जब हामी गुरुसँग सत्सङ्गमा बस्यौँ त्यसपछि यहाँ यसरी गएर अड्किन्छ खेचरीको साधन, यहाँ गएर यसरी अड्किन्छ साधन, र त्यही उसको कयौँ साल बित्छ। उस्तै पनि यो पूर्ण सम्पूर्ण जीवन नै त्यही अड्किन्छ। उसलाई आनन्द त आउँछ, साधना पनि गर्छ, समाधि पनि लाग्छ, तर एउटा बिन्दुमा गएर ऊ त्यहाँ स्थिर हुनुपर्छ। आज पनि त्यो अनुभव, भोलि पनि त्यो अनुभव, पर्सि पनि त्यो अनुभव। त्योभन्दा अझै अगाडि बढ्नको लागि आत्मा सधैँ उद्धत रहन्छ। त्यसले गर्दा र उहाँले त्यो गुणोत्तम रहस्य खोल्नुभयो। र उहाँको जुन योगी हुनुहुन्थ्यो उहाँकै लागि उहाँले त्यो सत्सङ्ग गर्नुभएको थियो। हामी 4-5 जना मात्रै थियौँ, त्यो मध्ये म पनि एउटा सौभाग्यशाली थिएँ। र मैले पनि त्यो गुणोत्तम रहस्य खेचरीमा क्रियायोगमा कोही अड्क्यो भने कसरी जाने माथि त्यो क्रिया मलाई थाहा छ, उहाँ गुरुले बताउनुहुन्छ। र त्यो कहीँ कतै पुस्तकमा या कहीँ कतै त्यो लेखिएको छैन, कहीँ पनि लेखिएको छैन त्यो विषय। त्यसै गरी यहाँ 2 जना आउनुभएको थियो यही सुन्दर जलमा। हामी तलको चौरमा साधना गराउँदाखेरि र खेचरीको साधना उहाँले गर्नुहुन्छ, तर अड्किनु हुँदैन। 5 वर्ष भइसक्यो। अब त्योभन्दा फर्दर गाइडेन्स गर्ने मान्छे छैन। र आउनु भएको थियो, तपाईँहरू आउनुहोस्, म तपाईँलाई छुट्टै राखेर गाइडेन्स गरौँला, तपाईँलाई मार्गदर्शन गरौँला, तपाईँलाई विशेष निगरानीको जरुरत छ पनि भनेको थिएँ। उहाँहरू आउनु भएन प्रत्येक। साधनाको एउटा यस्तो बिन्दु हुन्छ जबसम्म तपाईँ अनुभव हुँदैन तबसम्म केही छैन जस्तो लाग्छ। जब अनुभव हुन थाल्छ त्यसपछि केही नै रहन्छु म भन्ने लाग्छ, केही थिएँ जस्तो लाग्छ, पछि केही पनि रहन्छु म भन्ने लाग्छ। जबसम्म अहङ्कारमा हामी व्याप्त हुन्छौँ तबसम्म म केही हुँ भन्ने लाग्छ। आई एम द फिलिङ अफ आई। त्यसको यो अर्थ यो होइन कि अहम ब्रह्मास्मिको अर्थ छैन भन्ने कुरा पनि होइन। अहम ब्रह्मास्मिको अर्थ म हुँ, म जतिको शक्तिशाली कोही छैन भनेर घमण्ड गर्नु अहम ब्रह्मास्मि हो। अहम घमण्डास्मि चाहिँ हो, अहङ्कारास्मि। अहम अहङ्कारास्मि, अहङ्कारले व्याप्त। र तपाईँलाई लाग्छ सिद्धि अथवा कुनै साधनाको मार्गमा एकदमै ठुल्ठुलो क्रियाहरू हुन्छ होला, भयङ्कर क्रियाहरू हुन्छ होला भन्ने लाग्छ। हुँदैन। क्रियायोगका क्रियाहरू यस्तो गुणोत्तम हुन्छन्, एकदम सूक्ष्म हुन्छन्, साना साना क्रियाहरू हुन्छन्। यदि तपाईँलाई त्यो यो सानो कुरा मात्रै बताइदिने हो भने, दीक्षा दिने हो भने त्यो तपाईँ सहज तरिकाले गर्न सक्नुहुन्छ। अघिल्लो साल छत्तीसगढ रायपुरमा साधना शिविर हुँदाखेरि सायद हाम्रो कोही साधकहरू पनि जानुभएको थियो, योगीजी पनि जानुभएको थियो। रायपुरको मेरो शिष्यहरू इन्डियामा धेरै हुनुहुन्छ, इन्डियामा पनि हजारौँ हुनुहुन्छ। र रायपुरमा एकजना एसएसपी सायद आई थिङ्क पुलिसको त्यहाँको ठुलै पोस्टको अफिसर हुनुहुन्थ्यो। उहाँ विगत लगभग 12 वर्षदेखि क्रियायोगको साधना गर्दै हुनुहुँदो रहेछ।
पटेल समथिङ हुनुहुन्थ्यो, पाटिल पटेल त्यसले थिए। 12 वर्षदेखि क्रियायोगको साधना गर्दै हुनुहुन्थ्यो। क्रियायोगमा जुन बजारमा सिकाइने क्रियायोगमा 7 प्रकारका आसनहरू हुन्छ, 7 प्रकारका क्रियाहरू हुन्छ। त्यसमा खिचडी पनि आउँछ। योनि मुद्रा, महामुद्राहरू लगायतका क्रियाहरू हुन्छ। त्यो साधना उहाँले लपलप गरेको 12 वर्ष जति भयो भन्नुहुन्थ्यो। र उहाँ केही त्यही एउटा बिन्दुमा गएर कहिले नै अड्किरहनुभयो। सामान्य अनुभूति हुन्छ, प्राणायामको जस्तो फल प्राप्त हुन्छ, त्यही फल प्राप्त हो। मतलब प्राणायाम गर्नुभयो आनन्द प्राप्त हुन्छ, सहज हुन्छ, श्वास फेर्न पनि सहज हुन्छ, फ्रेसनेसको अनुभव हुन्छ। दिनभरि तपाईँ तरोताजगी अनुभव गर्नुहुन्छ, त्यति नै मात्र। र उहाँले त्यही अनुभव गर्नु। र उहाँलाई मैले एक्लै राखेर क्रियायोगको दीक्षा दिएँ र उहाँले गर्नुभयो, गरिरहनु भएको छ अहिले पनि। र अद्भुत अनुभवहरू भइरहेको छ। त्यो कुण्डलिनी उठ्न थालिसकेको छ। मैले देख्छु यहाँ धेरै बजारमा या विभिन्न संस्थाहरूद्वारा साम्प्रदायिक या कल्ट लिडरहरू, कल्ट निर्माण गरेर बसेकाहरू जो गुरुहरू हुनुहुन्छ, उहाँले सिकाउनुहुन्छ तन्त्रको यसरी चक्र साधनाहरू र कुण्डलिनी जगाउनको लागि चक्र साधना। चक्र त ऋषिमुनिहरूले आफूले प्राप्त गरेको एउटा स्थितिको बारेमा वर्णन गरे हो। 4 दल कमल हुन्छ मूलाधार चक्रमा, यसको रक्तिम रङ हुन्छ, रातो रङ हुन्छ, पृथ्वी तत्त्व हुन्छ हैन भनेर जुन हठयोगको हठयोग प्रतिपिकाहरूमा पनि उल्लेख छ, संहिताहरूमा उल्लेख छ, हठयोगको संहिता। र त्यसैलाई लिएर उहाँहरूले त्यो एउटा योगीहरूले बताएको आफ्नो अनुभव हो, क्रिया होइन त्यो। तपाईँले त्यही क्रिया गर्नु भने तपाईँ 10 साल गर्नु, 20 साल गर्नु, यो जीवन पुरा समाप्त गर्नुहोस्, केही पनि हुँदैन। सायद यहाँ चक्रको साधना गर्नेहरू पनि धेरै हुनुहुन्छ। कोही हुनुहुन्छ चक्रको साधना, अरू संस्थाहरूसँग चक्रको साधनाहरू गर्ने कोही हुनुहुन्छ भने उठाउनुहोस् न, हात उठाउनुहोस् न। क्यान यु रेज योर ह्यान्ड्स? डर लाग्छ। भय एउटा यस्तो चिज हो, एउटा यस्तो स्थिति हो जसले मान्छेलाई एउटा सीमितताभित्र लिमिटेसनमा राख्छ। हामी त स्वतन्त्रता, तन्त्रको एउटा उद्देश्य म तपाईँलाई भन्छु, यही मलाई एउटा शब्दको अहिले स्मरण आइरहेको छ कि तन्त्रको परम उद्देश्य नै स्वतन्त्रता, तन्त्रको परम उद्देश्य नै स्वतन्त्रता हो, न कि अनुशासनात्मक विधि हो। तपाईँ यो गर्नु हुँदैन, यहाँ सुन्नु हुँदैन, त्यो गर्नु हुँदैन, यसो गर्नु हुँदैन, यो अपवित्र भयो, यो पवित्र भयो, यो अपवित्र लुगा, यो तपाईँले शौच गरेको लुगा, यो पवित्र भयो, यसलाई पवित्र कुनै पनि प्रयोग अनुशासनात्मक कुनै पनि विधिहरूले तपाईँलाई ओसिडी जस्तो अब्सेसिभ कम्पल्सिभ डिसअर्डर जस्तो मेन्टल डिसअर्डर दिन्छ, रिलिजियस ओसिडी दिन्छ। एउटा टर्मिनोलोजी छ रिलिजियस ओसिडी भन्ने। धार्मिक रूपमा चाहिँ उसलाई केही पनि सुनाउनु, यो पनि अपवित्र, त्यो पनि अपवित्र, यो छोयो खानुहुन्न, फलानले छोयो खानुहुन्न, सायद तपाईँले देख्नु भएको हुन्छ। रिलिजियस ओसिडी डिसअर्डर, द्याट इज नट द स्पिरिचुअल एक्सपिरियन्स, आध्यात्मिक अनुभव। अनुशासनात्मक कुनै पनि साधना तन्त्रले वर्जित गर्छ। तन्त्रको अर्थ क्रिया हो, क्रिया त गर्नुपर्छ, कुनै विधि त गर्नुपर्छ, तर अनुशासनात्मक सायद अनुशासनमा बाँधिएको अनेक प्रकारका अनुशासन त्यसलाई वर्जित गर्छ। त्यो त्याज्य हो, त्यसलाई हेय विज्ञान भन्छ। तन्त्र हेय विज्ञानको अर्थ के हो? त्यो त्याज्य छ, त्यो त्याग्नुपर्छ। हेयलाई हामी त्यागेर उपादेय तत्त्व जाने हो। शिव मार्गको मूल उद्देश्य नै त्यही। त्यसलाई तपाईँ जब त्याग्न सक्नुहुन्छ तब उपादेय जानु। उपादेय अर्थ सम्मुख परम भतो मोक्ष। र त्यो अनुशासनात्मक क्रियाहरूलाई हामी त्याग्नुपर्छ, वर्जित हुनु हुँदैन। तन्त्रको उद्देश्य नै स्वतन्त्रता हो, स्वच्छन्दता हो। त्यसैले त स्वच्छन्द भैरवको साधना गरिन्छ। अब अर्को नेक्स्ट
हाम्रो शिविर हुन्छ गोकर्णेश्वर भैरव मन्दिर छ, त्यहाँ गर्ने भन्ने मेरो मन छ। स्वच्छन्द भैरव या कुनै भैरवको साधना ताकि व्यक्ति स्वच्छन्द पन्छी जस्तो हुन सकोस्। आकाश एउटा ह्युमन माइन्डको बााउन्ड्रीबाट टाढा जान सकोस्, ह्युमन लिमिटेसन्सबाट टाढा जानु, बियोन्ड द ह्युमन लिमिटेसन्स, बियोन्ड द कन्सियसनेस, बियोन्ड द लजिक, बियोन्ड द साइन्स, बियोन्ड द जजमेन्ट्स। त्यो स्वच्छन्दता पद प्राप्त गर्न सक्नुहोस्। तन्त्रमा भैरवको साधना धेरै गरिन्छ, त्यो मध्ये स्वच्छन्द भैरवको पनि साधना अत्यन्तै महत्त्वपूर्ण साधना छ साधकहरूको। र पछि जस्तै स्वतन्त्रता उड्न सक्नु, त्यो आत्माले स्वतन्त्रता प्राप्त गर्नु र त्यो परम आनन्द सच्चित आनन्दको स्थितिमा प्राप्त त्यो पद प्राप्त गर्नु नै तन्त्रको मूल उद्देश्य हो, मोक्षको उद्देश्य, मोक्षको अर्थ नै त्यो। र स्वतन्त्रतातर्फ जान्छ तर तपाईँ कुनै एउटा अनुशासनात्मक विधिमा बाँधिनु भएको छ भने तपाईँले स्वतन्त्रता प्राप्त गर्न सक्नुहुन्छ, जसले तपाईँलाई अगाडि बढ्न प्रेरित हुन्छ। र भैरवको साधनाले तपाईँलाई त्यो स्वतन्त्रता दिन्छ, त्यो निर्भयता दिन्छ, त्यो आनन्द दिन्छ। त्यहाँ तपाईँको शिविरमा आउन इन्ट्रेस्टेड हुनुहुन्छ, तपाईँहरूले एउटा लिस्ट बनाउनुहोस् ताकि सजिलो होस् भैरव साधना गर्नुको। त्यसले तन्त्रमा अहम साधना मानिन्छ भैरव साधना। यदि तपाईँले भैरव साधना पूर्ण गर्नु भएको छैन भने तपाईँ अपूर्ण नै मानिन्छ, अपूर्णतामै हुनुहुन्छ। स्वतन्त्रता पनि प्राप्त हुँदैन र पूर्णता प्राप्त हुँदैन, र तन्त्रको उद्देश्य पनि पूर्णता प्राप्त हुँदैन। र अहङ्कार सायद तपाईँलाई मैले धेरै पटक पनि भनि पनि सकेको छु। हाम्रो साधकहरूले धेरै कुराहरू सुनि पनि सक्नु भएको छ, बुझि पनि सक्नु भएको छ। मायाद्वारा यो जगतको सृजना भयो। मायाको मतलब के हो? यो प्रपञ्च हो। हामी हिँडिरहेका छौँ, दौडिरहेका छौँ, बिहानदेखि बेलुकासम्म धन आर्जन अर्थोपार्जनको लागि दौडिरहेका छौँ। सब प्रपञ्च हो यो माया। यसैलाई माया भनेको साँच्चै। र यो मायाले के निर्माण गरेको माया जगत, यो माया जगतद्वारा हामी घेरिएका छौँ। र माया जगतबाट घेरिएर बसेको कारणले हामीले त्यो सूक्ष्म तलमा जानै सकेका छैनौँ, हामी त्यही अल्झिरहेका छौँ। र माया समस्त जगतको निर्माणको एउटा द्योतक हो, अथवा निर्माण गर्ने क्रिएटर, उत्पादक हो माया। र मायाका सन्तानहरू छन्, मायाका 5 सन्तानहरू छन्। कला छ नि हामीसँग, कला एउटा व्यापार व्यवसायको कला, वाणीको कला, वाणीको चतुर्यता, बुद्धिको चतुर्यता, विविध प्रकारका कलाहरू छ। कला राग छ हामीभित्र, रागद्वारा हामी प्रेरित छौँ, यो पनि चाहियो त्यो पनि चाहियो। रागावरणको एउटा घेरामा हामी बाँधिएर बसेका छौँ। विद्या, मायामा त्यो विद्याको तत्त्व पनि हुन्छ, ज्ञानको तत्त्व पनि हुन्छ। कला विद्या, कला राग, कला विद्या राग, नियति र काल, अन्तत तत्त्व काल छ। अन्त कालले समाप्त बनाउँछ, क्षीण बनाउँछ, प्राणको क्षीण बनाउँछ, शरीर शान्त हुन्छ। यसरी कालले कसैलाई पनि छोड्दैन। त्यो काल अवश्य भावी छ, आउँछ। यो मायाकै सन्तान, 5 सन्तानमध्ये एक सन्तान। मायाले अर्को एउटा मायाद्वारा अर्को पनि निर्माण भएको छ, त्यसलाई भन्छ अव्यक्त, जसलाई व्यक्त गर्न सकिँदैन, अकथ छ, कथनमा ल्याउन सकिँदैन, वचनमा व्यक्त गर्न सकिँदैन, अकथ छ। अकथ कहानी प्रेमको जो कहानी जसरी अकथ छ र व्यक्त गर्न सकिँदैन, त्यसै गरी मायाको एउटा कहानी पनि छ, त्यो अकथ छ, त्यसलाई भन्छ अव्यक्त। अव्यक्तद्वारा 3 गुणहरूको निर्माण हुन्छ, सत्व, रज र तम। मायाकै गुण जननी माया नै हो, सत्व, रज र तम। सात्विक भाव
राजसिक भाव, तामसिक भाव। त्यो सत्व भावद्वारा, सत्व अव्यक्तद्वारा, सत्वको सात्विक मायाद्वारा तपाईँको मनको निर्माण हुन्छ। मनभन्दा बुद्धि 8 गुणा बलवान छ, 8 गुणा बलवान छ र बुद्धिभन्दा अझै अहङ्कार बलवान छ। बुद्धिद्वारा अहङ्कारको निर्माण हुन्छ र त्यो अहङ्कार पनि 3 प्रकारका छन्, सत्व, रज, तम। या तेजस अहङ्कार, या वैकारिक अहङ्कार र तामस अहङ्कार, 3 अहङ्कार हुन्छ। त्यो अहङ्कारद्वारा घेरिएका छौँ र म साधनाको मूल तत्त्वमा आउन खोजिरहेको छु। र अहङ्कारका 3 तत्त्वहरू छन्, 3 सन्तानहरू छन् र 3 तत्त्वद्वारा अहङ्कारको निर्माण भएको छ। सत्व अहङ्कार अथवा तेजस अहङ्कार पनि भन्छ त्यसलाई, तेजस अहङ्कार, वैकारिक अहङ्कार र तामस अहङ्कार। अब अहङ्कारद्वारा नै मनको निर्माण भएको है, त्यो पनि तपाईँ नभुल्नु। अब मनको निर्माण कहाँबाट भयो? अहङ्कारद्वारा। अहङ्कार पनि तेजस अहङ्कारद्वारा। पहिलो सात्विक अहङ्कार छ, त्यसबाट मनको निर्माण। अर्को वैकारिक अहङ्कार छ, वैकारिक अहङ्कारद्वारा हाम्रो इन्द्रियहरूको निर्माण हो, पञ्च इन्द्रिय, बुद्धेन्द्रियहरूको निर्माण हो। र तामस अहङ्कारद्वारा तन्मात्राहरूको निर्माण हो। त्यहाँ इन्द्रियहरूले जुन जुन ग्रहण गर्दछ क्षमता छ, इन्द्रियहरूको क्षमता चाहिँ के हो त भन्दा इन्द्रियहरूको क्षमता तन्मात्रा हो। त्यही भएर अघिल्लो पटक मैले तन्मात्राको साधना गराएको छु। तपाईँमध्ये कतिले त्यसलाई कन्टिन्युटी दिनुभयो, कतिले त्यसलाई निरन्तरता दिन सक्नुभयो, कतिले बिचमै छोडिदिनु भयो, कतिले खण्डित गर्नुभयो, कतिले यो सामान्य साधना भनेर छोडिदिनु भयो, मलाई थाहा छैन त्यो विषय। तर एकदमै महत्त्वपूर्ण र अहम साधना थियो साधकको लागि। र त्यो पञ्चतन्मात्रा भन्दा पनि, किनकि हाम्रो कानले सुन्छ, कानले मिठो मिठो सुमधुर सङ्गीत मात्रै सुन्न चाहन्छ, मिठो मिठो वचन मात्रै सुन्न चाहन्छ। तपाईँलाई एक शब्द कसरी घरमा गाली गर्यो भने तपाईँ विक्षिप्त हुन्छ। जो इमोसनल छ, इमोसन अलिकति बढी कन्ट्रोल गर्न नसक्ने हुनुहुन्छ, ज्यादातर स्त्रीहरूमा त्यो हुन्छ, इमोसनल हुन्छ ज्यादा, र उहाँहरूलाई एक वचनले पनि एटम बमको काम गर्छ, परमाणु बम हमला गरे जस्तै हुन्छ। किनभने कानले त्यो तन्मात्राले के गर्छ त सुमधुर शब्दहरू मात्र, मिठो मिठो प्रेमका वचनहरू मात्र सुन्न चाहन्छ। आँखाले बडा सुन्दर वस्तुहरू, सुन्दर कपडा, सुन्दरता, संसारको सुन्दरता हेर्न चाहन्छ, तन्मात्रा। नाकले, घ्राण शक्तिले बडा सुगन्ध, राम्रो राम्रो पर्फ्युमहरू, महँगा पर्फ्युमहरू अथवा सुगन्धित वस्तुहरू ग्रहण गर्न चाहन्छ, गन्धबाट भाग खोज्छ। स्पर्श पनि त्यही हो, ध्वनि पनि त्यही हो। सबै 5 तन्मात्राहरूको मेन मुख्य उद्देश्य नै मिठो मिठो या सुमधुर सम्बन्धमा सङ्गीत मात्र सुनिरहनु, त्यसैमा निमग्न भइरहनु। त्यसले गर्दा त्यो साधना नगरेसम्म तपाईँ साधनामा दक्षता हासिल हुँदैन र अहङ्कार समाप्त हुँदैन, राग व्याप्त भइरहन्छ। त्यसले गर्दा म यसपालि राग तत्त्वमा प्रवेश कसरी गर्ने त, रागलाई, रागावरणको ज्ञानलाई कसरी जान्ने, रागेश्वर कसरी भन्ने, रागलाई जित गरिसकेपछि ऊ रागेश्वर बन्नेछ। त्यो रागलाई उसले निस्तेज कसरी बनाउने भन्ने साधना पनि सिकाउँछु। यसरी हामी सूक्ष्म तलमा, सूक्ष्माति सूक्ष्म तलमा गयौँ भने साधना सिद्धिएको छ। बाहिरबाट तपाईँ जति साधना गर्नुहोस्, चक्रका स्थितिहरूलाई जति निहाल्नुहोस्, जति रङहरू भर्नुहोस्, कति भर्न सक्नुहुन्छ तपाईँले आफ्नो क्षेत्रमा? चक्रका कमलका तलहरूमा तपाईँ कति ऊर्जाहरू भर्न सक्नुहुन्छ? सक्नुहुन्छ तपाईँले चाहे त्यसरी कुण्डलिनी जागरण सम्भव छैन। सिर्फ तपाईँले रमको साधना, लमको साधना, वमको साधना, हमको साधना, वमको साधना गर्दैमा
तपाईँको कुलैले जागरण हुँदैन। त्यो एउटा स्थिति हो, त्यहाँको ध्वनि हो। आज्ञा चक्रको अ उ मको जुन स्थिति छ, त्यो अ उमको ओमको जुन स्थिति छ, त्यो एउटा ध्वनि हो, आज्ञा चक्रमा गुन्जिरहने ध्वनि हो। श्वासमा पनि सोहमको ध्वनि गुन्जिरहेको हुन्छ। तपाईँले जप गर्नै पर्दैन, अटोमेटिकली त्यो ध्वनि नै गुन्जिरहेको, त्यो ध्वनिलाई नै टिपेको हो। त्यसरी सूक्ष्म तलमा यदि प्रवेश गर्नुभयो भने बल्ल त्यो साधना सिद्धिको मार्गतर्फ अगाडि बढ्छ। आजदेखि सायद सिस्टमेटिक ढङ्गबाट साधना अगाडि बढ्छ, ताकि अब फर्दर साधनाहरू योसँग जोडिँदै जान्छ। आजको साधनासँग अब फर्दर साधनाहरू, अब बाँकी हुने साधनाहरू जोडिँदै जान्छ। र हामी सबभन्दा पहिला प्राणोपायमा जान्छौँ। प्राणको साधना आणवोपाय साधना अन्तर्गत सूक्ष्म तलमा प्राण ऊर्जाका साधनाहरू गर्छौँ। सायद गराउनु भएन होला, अब सुरु गर्नुपर्छ। सायद भोक पनि लागिसक्यो होला। एक चरण सायद प्राणको साधना गरेपछि हामी त्यसपछि अगाडि बढाउँला, होइन? र पहिला प्राणको केही साधनाहरू गरौँ, शरीरलाई ऊर्जावान बनाऊ। त्यसपछि हामी फेरि धारणाको साधनातिर अगाडि बढ्छौँ। धारणा त्यो यस्तो साधना हो जुन तपाईँले धारण गर्नुहुन्छ, शरीरमा धारण गर्नुहुन्छ र त्यो तत्त्वहरू धारण गर्नको लागि सिधै त्यो तत्त्वलाई धारण गर्ने होइन। साधना तन्त्रको तपाईँलाई मैले जुन सिकाउन लागिरहेको छ विधिहरू छ, यी तान्त्रोक्त धारणा विधिहरू, तन्त्रको विशुद्ध तन्त्रको गुणतम धारणा विधि हो, जुन भगवान शिव भूत भावनद्वारा आफ्नो मुखद्वारा व्यक्त भएका साधनाहरू, गुरुमुखबाट प्राप्त हुने साधनाहरू। साधना मात्रै ठुलो कुरा होइन। साधना त जसले पनि गर्न सक्छ। जो आध्यात्मिक यात्रामा अगाडि बढ्न चाहन्छ, हरेक साधकले साधनाले गर्न सक्दछ। एउटा हिन्दीमा एउटा भनाइ छ, गुरुले नपकडी होती बाहे सखीले मैं तो पह गया हो। गुरुले नपकडी होती बाहे सखीले मैं तो पह गया। अहिलेसम्म गुरुले पाखुरा समातेर नराखेको, अगाडि नबढाएको भए त्यसो बगिसक्थ्यो, म पनि बगिसक्थेँ होला, सिद्धिसक्थेँ होला, र अरू साधकहरू पनि त्यही। तन्त्र मार्गमा त तन्त्रको मार्ग यति कष्टकर हुन्छ, जुन तरबारको धारमा हिँड्नु, शेरमाथि सवार हुनु र गलामा सापको माला धारण गर्नु, त्योभन्दा पनि कष्टकर हुन्छ, त्योभन्दा पनि डेन्जरस हुन्छ, तीक्ष्ण हुन्छ। सायद केही साधकले अनुभव पनि गरिसक्नु, कति खतरनाक हुन्छ भनेर, होइन? अनुभूति पनि भयो होला, पोजिटिभ पनि नेगेटिभ पनि। तरबारको धार जस्तै हुन्छ। तरबारको धारमा जसरी हिँड्नु जति सहज हुन्छ, त्योभन्दा पनि कष्टकर हुन्छ। एक चुक, एक गल्ती तपाईँको सारा जीवन बर्बाद गर्न सक्छ, त्यति खतरनाक हुन्छ। त्यसकारण मैले तपाईँलाई अहिले सिधै तपाईँलाई उच्च कोटिको साधना क्रियाको दिशा दिएँ भने त्यही मैले अहिले भने जस्तै हुन्छ। एक चुक हुन्छ, समाप्त। मानसिक रूपमा विक्षिप्तता, आउट अफ कन्ट्रोल। र अर्को आउट अफ कन्ट्रोल मात्र नभएर प्राणको क्षय, सबभन्दा तपाईँले ध्यान दिनुपर्ने कुरा, यहाँ महत्त्वपूर्ण कुरा छ। यदि तपाईँले साधना सही ढङ्गले गर्नु भएन भने, जुन म साधना सिकाउन लागिरहेको छु, ती साधनाहरू सामान्य साधनाहरू छन्, र त्यसको अगाडि अझै कुराहरू छ, त्यसमा चित्त विस्फोट हुन्छ। चित्त विस्फोट भयो भने त्यो कसैले बचाउन सक्दैन, तपाईँको प्राणको क्षय हुन्छ। मानव कुनै व्यक्तिको आयु 70 वर्ष लिएर आएको छ, 50 वर्ष 40 वर्षमा जान्छ, समाप्त हुन्छ। किनभने प्राणको क्षय हुन्छ। द्वादश चक्रमा हामीले प्राणलाई स्थापित गर्दाखेरि, 12औं चक्रमा प्राणलाई स्थापित गर्दाखेरि यदि त्यहाँ सानो चुक भयो भने प्राणको क्षय हुन्छ।
बिस्तारै क्षीण हुँदै जान्छ, मान्छे बिस्तारै डिम हुँदै जान्छ, क्षय हुँदै जान्छ, खतम ऊर्जावान हुँदैन। त्यसले गर्दा ती साधनाहरू गर्न अत्यन्त सावधानीपूर्वक गर्नुपर्छ। त्यसले गर्दा साधना मार्गमा गुरुको महत्त्व हुनुको कारण पनि त्यही। हामी सोच्छौँ अब मैले एकपटक सिकिहालेँ, ज्ञान जानिहालेँ, अब गुरु किन चाहियो र? मैले पनि त्यही सोचेँ भने मलाई पनि मेरो गुरुदेवहरूबाट, स्वयं गुरुहरू हुनुहुन्छ, गुरुदेवहरूबाट त्यो गाइडेन्स र एउटा ब्रह्माण्डमा हराएको एउटा पिण्ड जस्तै हुन्छ या चुडिएको चङ्गा जस्तै हुन्छ। र गुरुको साधना या गुरुको मन्त्रको जप या गुरु मन्त्रको ध्वनि गुन्जायमान हुनु, एउटा गुरुसँग जोडिरहनु एउटा माध्यम हो। गुरुसँग जोडिरहनु, गुरुसँग एउटा तादात्म्यता रहिरहनु, एउटा कनेक्सन बनिरहनु नै गुरु मन्त्रको एउटा उद्देश्य हो। र मन्त्र जप गर्नु, ध्यान साधना गर्नु मात्रै साधना होइन, गुरु कार्य गर्नु सबभन्दा ठुलो छ। गुरुका कुनै पनि कार्यहरू गर्नु या गुरुलाई सेवा गर्नु या गुरुका कार्यहरू गर्नु या अरू हाम्रो आश्रमका साधक साधिकाहरूको कार्य गर्नु या त्यो निष्काम भावबाट भित्रदेखि म गरिरहेको छु भन्ने एउटा भावबाट साधना गरिन्छ भने तपाईँले साधना गरेको 1.25 लाख जपेको भन्दा हजारौँ गुणा फल प्राप्त हुन्छ। यो हाम्रो साधक साधिकाहरूले त्यति ध्यान दिनुभएको कुरा देख्दैनौँ। अधिकांश त साधना मार्गमा लाग्नेहरू जो पनि हुन्छ, साधनको एउटा सानो माध्यम मात्रै हो अगाडि बढ्नु। कर्ममल हुन्छ, हाम्रो कर्ममल हुन्छ, मल पनि विविध किसिमका हुन्छ, कर्म हुन्छ, प्रलयाकल, विज्ञानाकल। त्यो कर्ममल गुरुको साधना गरेर समाप्त हुन्छ। चित्त त हाम्रो आत्मा त सदैव निर्मल छ, आत्मा त सदैव कञ्चन छ, यो पूर्णता छ, यसमा यो ज्ञानवान छ, ज्ञानले भरिपूर्ण छ। तर विज्ञानाकल र प्रलयाकल विकारहरूले आत्मालाई अज्ञानतातर्फ धकेलिरहेको हुन्छ। विज्ञानाकल र प्रलयाकल साधना गर्नको लागि तपाईँ आनन्दलाई उछिन्नुपर्छ, आनन्दबाट पनि अझै तोडेर जानुपर्छ। एउटा आनन्दको एउटा मल जमेको हुन्छ हाम्रो चित्तमा। सिर्फ त्यो आनन्दमा मात्रै विलय भइराख्यो भनेदेखि तपाईँ त्यहीँ भित्र मात्रै रह्यो, चित्त प्रवेश हुने।